हेलो गुड मर्निङ बन्दिया बन्दिया गाइज हामी आज अब बेला भिस्ताको घरबाट हाम्रो फर्स्ट अफिसियली ट्रिप सुरु भएको छ। रेसाजी बन्दिया आन्टी रेसाजी आन्टी उता रेसाजी माइली गुरुङ सब नमस्ते। पूर्व पश्चिम हाई स्पिड गाडी जापाली डन लगायत पवन गुरुङको अब भ्लग सुरु भइसकेको छ। आजको हाम्रो राम्रो मेमोरीको लागि स्पेसल क्रिसमसको दिन पारेर हामी इस्ट्रेलाको सक्सेसफुल ट्रिप गर्ने भनेर स्टार्टिङ गरेको छौँ। अब इन कसरी हुन्छ ल ए हाम्रो दुईजना मेम्बरलाई पनि कभर अप गरिदिउँ न भिडियोमा। हेलो वाट्सअप ल अब यति भन्दै हामी ठ्याक्क भ्लगलाई कन्टिन्यू गर्दै लानेछौँ। बाटो प्लस अरू देखाउँदै ल फाइनल्ली हाम्रो टिम चाहिँ कम्प्लिट भएको छ। नवीन दाई भाउजू, नवीन दाईको पहिलो सर्टिफिकेट, सेकेन्ड सर्टिफिकेट खै हाम्रो नवीन दाई चाहिँ नवीन दाई ल हाम्रो उयो चाहिँ टिम चाहिँ पुरै टोटल्ली अब ड्रोन छैन, म चाहिँ ड्रोन सट हानेको है ड्रोन रेसाजी ए ड्रोन सट मेरी क्रिसमस ल हाम्रो टिम चाहिँ टोटल्ली कम्प्लिट भएको छ। लेट्स गो ल अब हामी हाइवे प्लस उता गएर एकैचोटि स्ट्रेलामा गएर भेट्छौँ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. हामी चाहिँ अहिले पोर्चुगलको भेला टापमा है भन्दा तपाईँलाई कस्तो लागिरहेछ पोर्चुगलको भेला? दामी भेरी गुड भेरी नाइस भाउजू यता हामी पोर्चुगलको भेला टारमा ए पछाडि गयो भने अलिक राम्रो आउँछ क्या आँखाले क्या ल मैले तिमीलाई पोर्चुगलको In 4.7 kilometers, turn right on Rua Dutra Oliveira Montero. Then turn left on Calcata de Santa Cruz. बन्दिया गाइज कस्तो लागिरहेछ? फोटोसुट गराउनु हुँदैछ उहाँ चाहिँ सबै आफ्नो टालमा बिजी। जय झापा। अलि खतरा पोज हान्नु हुँदैछ हाम्रो आन्टी। गोरिनी दिदी बहिनीहरूको पनि निकालिदिउँ न हाम्रो भ्लगमा। बाजे उहाँहरूले चाहिँ फ्यामिली फोटो उतार्नु हुँदैछ। 4 जनाबाट अब 5 जना चाँडै हुने हुन्छ होला सायद। अब एउटा पोर्चुगलको ट्याक्स पोर्चुगलमा यत्रो ट्याक्स तिरेर निकाल्नु परेन। यो दुईटालाई त दिँदैन नि त गभर्मेन्टले धेरै। हेलो गाइज फोटो की वीडियो
हजुर यहाँ पनि फ्यामिली कम्प्लिट भएको छैन जस्तो छ यसो हेर्दाखेरि हेलो हेलो वेलकम वेलकम हेलो भान्जा हेलो हेलो टुर हेलो काइरा हेलो अब के बनाउने काइरा तिमी वाह के छैन वाह ल अब जुत्ता लगाइदिन्छु के स्नो जुत्ता लगाइदिनु ल फाइनल्ली हामी धेरै वर्षको पछि लिस्बनबाट टाढा छ टाढा भयो नि लिस्बनबाट 300+ किलोमिटर टाढा आएर फाइनल्ली हामी हिउँ खेल्ने ठाउँमा आइपुगेको छौँ
Melly. Oh, hello. Finally, we are here in Serra da Estrela. अभी उसको त नेट छ नि त। कति स्नो छ, my god, very cold, maybe it's -3 degree. Right now? म फर्स्ट टाइम आउँदाखेरि 2 degree देखाइरहेछ। अझै उपरै sorry, it's my जाने mistake. लास्टसम्म रे। फर्स्ट टाइम म आउँदाखेरि यस्तो हिँड्नु पनि खेल्न पाएन, हिँड्नु पनि देख्न पाएन किनभने त्यो टाइम बल्ल स्ट्यान्ड हुँदै थियो र हामीलाई जान पनि दिएको थिएन, खेल्न पनि दिएको थिएन, बट दिस इज लाइक ए हेरा यहाँ हेर मम्मीले के भन्नु हुँदैछ हामी कहाँ आएको रे अब यो हेर यहाँ कस्तो ठुलो स्नो छ त्यस्तो चिप्लेटी ल्याएको भए खेल्न हुन्थ्यो तिमीहरूले ल्याएकै छैन ओके नेक्स्ट टाइम अनि फेरि सुवर्ण सरको चाहिँ के भएर मोबाइल लाग्यो खै सुवर्ण सरको नेट अलि अर्कै खालको होला वाउ ऊ परै रे परै किन जानु पर्यो तिमी खेल्ने नि हुन्छ हौ आउनु भने गाडी उतै छ रे हौ उति त छैन हाम्रै अगाडि त्यही भन्दै Então, sentar, por favor. के भयो अब यो घुम्नुको लागि प्लानिङ चाहिँदैन क्या यस्तै रेन्डम उयसमा नि राम्रै हुन्छ हामी त कहाँ गयो हाम्रो टोलीहरू हाम्रो टोलीहरू त अर्को मोडतिर लाग्यो कि के हो अगाडितिर छन् कि क्या हो 2-3 गाडी अगाडि छिरिहाले वहाँ पर अब कहाँ राख्ने गाडीहरू त्यसले ठाउँै छैन कति आएर रहेछन् अहिले फर्किनेलाई त डेन्जर ट्राफिक अगाडि नै छन् हाम्रो टोलीहरू यस्तै हो आउनेहरू सानोलाई ल्याएको भने यसो डोराउनु पर्थ्यो तर नल्याएकै राम्रो हो आमामा यस्तो चिसो छ कहाँ हो त सायुरी ढोका नखोल न एकछिन झ्याल नखोल न हामी सधैँ ल हामी सबै कमाउने मात्र होइन यसरी रमाउनु पनि पर्छ लेट्स गो गाइस आउ कहाँ छिटो ल यो हो नि त पारा यो कमान झपली सर कमान स्नोम्यान वाउ ल ओइ बुढाहरूलाई ल ओइ यिनीहरूको टाइम ल वाउ
कमाउने नि हो रमाउने नि हो हैन कमाउने नि हो रमाउने नि हो ल जाऊ चिप्ली खेल्नु नखेल्ने बोझै दुलो परेको पाए मजा आयो फेरि आउने ल भोलि पनि ल ओके मेरो छोरा ल यता हेर यहाँ आएर भिडियोमा यता हेर्नु न ल हेलो गर्नु न हेलो गाइज भन्नु न हिउँ खेलेको भन्नु न लडाएर के लड्छ क्यामेरा मेरो त यस्तो मात्रै जान्छ आज भोलि ल झन्डै लडेन ल हामी त यहाँनिर ल बस्नु 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 छाच्चै बस्नु न छाच्चै ओइ छोड्दै सुपर्णा बोजेला मात्र चिप्लाउँदैन चिप्लाइँदैन रमाइलो छ अयो वाव हट मेरो त 30 मिनट भन्दा बढीको हुन्छ होला खेलियो धेरै बेर रमाइलो गरियो र हिउँ खेलियो अब हामी तलैतिर लाग्दैछौँ लागौँ ल गाइज गाए ल अझै पनि हाम्रो खानाको उयोहरू बाँकी नै छ कन्टिन्यू गरेर अझै पनि ल ये अस्तिको भन्दा म त जाडोले मरे नि बाबा नि माथि त जाडो थिएन यहाँ झन् जाडो ल जानु स्पिकर बजाउने न लोकगीत ह स्पिकर बजाउनु त लोकगीत कुन गीत